पनि। अन्त यहाँनिर भेराइटी थुप्रै छ। अब तल पनि राखेको छु, यहाँ 1-2 वटा छ। यहाँ चाहिँ के भएर पत्ता डढ्दैछ, यो चाहिँ मलाई लाग्छ कि यो शीतले नै होला। यस्तो मजाले अहिले फुलिरहेछ है सयपत्रीले त। दिवालीमा चाहिँ फुल्नु छैन हो। अम्बो कत्रो कत्रो हो यो त, यो डबल रहेछ। यिनीहरू चाहिँ टक्क उयो गरेकिन म काटेर उनिकिन राख्नु पऱ्यो। कस्तो नि अब अस्ति चाहिँ छैन। यसमा गाजर है, यो चाहिँ गाजर हो। हामीलाई चाहिँ यो चाहिँ डिपार्टमेन्टबाट सिटहरू दिएको थियो अनि एकदमै राम्रो फल्यो। हेलो नमस्ते सम्पूर्णलाई मेरो भिडियोमा स्वागत गर्न चाहन्छु। धेरै दिन पछाडि है भिडियो एकदमै ग्याप भइरहेछ है। इन्ट्रेस्टै लाग्दैन आजकल भिडियो बनाउनु, भ्युज पनि आउँदैन त्यस्तो साह्रो। अन्त अब अलिकति यसो मजाले भ्युज चाहिँ आयो भने पो आफूलाई पनि मजा आउँछ होइन भिडियो बनाउनु। त्यही भएर चाहिँ अल्छी लाग्छ भिडियोहरू बनाउनु पनि। र त्यस्तो बेसी अब कन्टेन्टहरू पनि अहिले चाहिँ अब गार्डनिङ को लागि चाहिँ त्यस्तो केही छैन। अन्त र आज चाहिँ सिम्पल छ मेरो। र धेरै भन्दा पनि धेरै दिन महिनै अब वर्षै हुन आँटिसक्यो होला मैले मेरो फार्म भिजिटहरू नगराएको मेरो भ्युअर्सहरूलाई है। आज चाहिँ मेरो गार्डनमा के कस्ता फुलिराखेको रहेछ अनि फार्महरूमा के रेडी हुँदै रहेछ, यस्तै विषयहरू छ आजको है। र साथीहरू तपाईँहरू कन्टिन्यू बन्नुहोस् होला है। ल अब चाहिँ म देखाउँदैछु यहाँदेखि म स्टार्टिङ फुलबाटै गर्छु, किनभने मेरो स्पेसली मेरो फुलबाटै हुन्छ। मेरो भ्युअर्सहरूलाई चाहिँ अब फुल नै हुन्छ देखाउनु पनि है। त्यो भएर अनि म चाहिँ यहाँ काम गरिरहेको थिएँ होइन। एउटा भिडियो त बनाउनु पर्यो, धेरै दिन भयो भनेर सोचेर नि फेरि क्या। अब स्टार्टिङ चाहिँ यहाँबाट मेरो स्टकहरू चाहिँ यस प्रकारले फुल्नु आँटेको छ हो। यसपालि चाहिँ मलाई डाउट लाग्दैछ स्टक चाहिँ खालि पर्पल मात्रै आयो भनेर। हेर्नुहोस् न कोपीलाई लाग्छ सबै पर्पल मात्रै छ हो। अन्त यसपालि मलाई त्यस्तो बेसी पनि मैले रोपिनँ है, किनभने मेरो राख्ने ठाउँ छैन, घामै लाग्दैन हो। त्यो भएर चाहिँ अन्त त्यहाँ चाहिँ पुरै ब्ल्याङ्क भइरहेछ, घाम पस्दैन। त्यो भएर त्यहाँ भिडियो उयो छैन, त्यहाँ फुल छैन। अन्त यहाँ अब एजिलियाहरू यहाँ रेडी हुँदैछ, यहाँ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ मेरो पन्सिटियाहरू हो, यो चाहिँ पन्सिटियाहरू। अन्त यो चाहिँ अब म यहाँनिर लुगा सुकाएको हो, इग्नोर गरिदिनु होला त्यसलाई चाहिँ। अन्त यो चाहिँ अब नलिना हो, यसलाई नलिना भन्छ। यसको मुनिबाट चाहिँ यहाँनिर चाहिँ ब्रोमिलेट हेर्नुहोस् न, देख्नु सक्नुहुनेछ। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला है। मेरो यो ब्रोमिलेट चाहिँ लोकल हो, तर यसरी राख्यो भने चाहिँ अब यसलाई मजाले मिलाएर राख्यो भने चाहिँ राम्रो देख्छ हो। अन्तखेरि साथीहरू मेरो चाहिँ विशेष गरी चाहिँ अहिले चाहिँ अब यो फुलिरहेको छ है पन्सिटिया त तपाईँहरूलाई थाहा नै छ है। अब मेरोमा फुलेको छ भनेर, किनभने मैले पन्सिटियाहरू देखाएको थिएँ नि त अस्ति नै होइन कि देखाएको छुइनँ हौ, बिर्सि पनि गयो हौ मैले त। धेरै दिन भयो भ्लगहरू नबनाएको पनि। अन्त यहाँनिर भेराइटी थुप्रै छ। अब तल पनि राखेको छु, यहाँ 1-2 वटा छ। यहाँ चाहिँ के भएर पत्ता डढ्दैछ, यो चाहिँ मलाई लाग्छ कि यो शीतले नै होला जस्तो लाग्दैछ। यी झऱ्यो नि, शीतले बिगार्नु थालेछ नि हौ। बाहिर हो मेरो, घाम लाग्दैन नि त राख्ने ठाउँमा। अन्त त्यो भएर पिटुनियाहरू फुल्नु थालेको छ हो। एउटा यो कस्तो कलरको हो नि, पिङ्क जस्तो लाग्दैछ। यो चाहिँ डबलमा हो, सिङ्गल चाहिँ मेरो भर्खर रेडी हुँदैछ। अन्त यहाँ यसरी फुलिरहेछ हो साथीहरू, देख्न सक्नुहुनेछ मेरो भिडियोमा। मेरो पन्सिटियाहरू मेरो फुलहरूले यसरी बाहिर पो छ है ग्यालेरीमा, यस्तो पाराले पो राखिदिएको। यहाँ त अन्त नहुने भयो भने त घामै पस्दैन हो, देख्नु सक्नु। अन्त यहाँ हेर्नुहोस् त मेरो लाठीहरू यसरी लुगा लगाइदिएको हेर्नु नि मिन्ची नानालाई। ककली हो यो चाहिँ, ककली। अन्त यो चाहिँ माइलुई। अब म तल मेरो फार्महरूमा के छ तपाईँहरूलाई देखाउने छु है। यसरी फुले पन्सिटियाहरू अझै छ तल पनि। चाहिँ यो एजिलियाहरूलाई चाहिँ मैले रिपोर्ट गरेको भिडियोहरू बनाइनँ, धेरै साह्रो कति म बनाइबस्छु। त्यो भएर चाहिँ यहाँ चाहिँ यो एजिलियाहरूलाई चाहिँ मैले रिपोर्ट गरिसकेको छु हो। एकदमै एजिलियाको चाहिँ हालत अलिक नाजुकै छ हौ। यो चाहिँ मेरो के भन्छ ब्रोमिलेट हेर्नुहोस् है साथीहरू, यसरी राखेको छु यहाँनिर। यो टवलहरू सुकाइराखेको छ है, इग्नोर गरिदिनु होला। यस प्रकारले छ अहिले चाहिँ। त्यहाँ तल है त्यो तलको चाहिँ पन्सिटियाहरू
यहाँ चाहिँ ब्रुमलेट यसरी राखेको छु हो। अन्तखेरि चाहिँ यहाँ चाहिँ मेरो लसुन हो। यो सबै लसुन त्यहाँदेखि परको त्यहाँ उतैसम्म देख्नु हुँदै गरेको चाहिँ गाजर है। यो चाहिँ गाजर हो। हामीलाई चाहिँ यो चाहिँ डिपार्टमेन्टबाट सिटहरू दिएको थियो अनि एकदमै राम्रो फल्यो है। मैले बेच्नु पनि थालिसकेँ। अनि यो चाहिँ मेरो के पो यो लसुन अन्त त्यहाँदेखि छेपी यस्तैहरू छ। अन्त अब म देखाउँदै जानेछु। अनि सागहरू चाहिँ ऊ पर छ देख्न सक्नुहुन्छ। अब सागहरू चाहिँ तपाईँलाई थाहै छ हो। योपट्टिको साग चाहिँ एकदमै दामी मिठो छ किनभने यहाँ चाहिँ घाम पस्दैन। अन्त घाम नपसेको ठाउँमा अलिक सेपिलो ठाउँको साग चाहिँ मिठो हुन्छ नि त साथीहरू। अनि यहाँ मटरहरू हुँदैछ। मेरो फार्ममा चाहिँ अहिले यस्तै छ है साथीहरू। धेरै भयो क्या मैले भिडियो पनि नबनाएको। अनि अहिले फेरि मैले फिलहालमा चाहिँ फार्मको चाहिँ त्यस्तो बेसी गर्नु पनि सकिरहेको छुइनँ। कारण चाहिँ मेरो ढाड ब्याक पेन बेसी हुन्छ। ब्याक पेन हुनु थालेकोदेखि चाहिँ मैले अलि त्यस्तो अलिक कम्ती गरेको छु किनभने भोलिको दिनमा गएर मेरो हालत ठिक हुँदैन भनेर चाहिँ मैले अलिक कम गरेको छु र त्यस्तै ठिकै छ। यसपालि चाहिँ मैले कोपीहरू चाहिँ मेरो चाहिँ लेट भयो पानी बेसी भएर। यो चाहिँ देख्नु सक्नुहुँदैछ आलु हो है। यो हेर्नुहोस् है यो पछौटे आलु। अन्त यो चाहिँ हेर्नुहोस् न अगौटे आलुले चाहिँ धोका दियो नि हौ। देख्नु सक्नुहुन्छ है आलु चाहिँ एकदमै खतम भयो साथीभाइहरू। के गर्नु यहाँनिर चाहिँ कोपी रोपेको यहाँ चाहिँ झार बेसी भयो होइन। के भयो भन्दाखेरि यहाँ चाहिँ कुकुरले कुदेर चाहिँ यस्तो गरिदिएको है साथीहरू। कुकुरले कुदेर अन्त यहाँ चाहिँ धनियाँहरू रेडी हुँदैछ है। अन्त यहाँ छ मेरो कोपीहरू चाहिँ अब यस्तो पाराले बारिरहेको छु नि हौ साथीहरू। के गर्नु कुकुरले यस्तो डिस्टर्ब। अब रोप्यो भोलि फेरि उखालिदिइहाल्छ, रोप्यो उखालिदिइहाल्छ यस्तो नि। यहाँ हेर्नुहोस् न साथीहरू कत्रो चाहिँ बारेको छु होला मैले। अन्त हेर्नुहोस् सयपत्रीहरू अझै फुलिरहेको छ। यति बेला फुलिरहेछ सयपत्री त कस्तो रिस उठ्छ क्या। हेर्नुहोस् न निबिया फुलेको कस्तो राम्रो देखेको हौ। के दामी देख्यो बुई झुसले जस्तो पनि देख्दो रहेछ घरिघरि त। निबियाले फुलिरहेको छ हो। अन्त म तपाईँलाई सयपत्री हेर्नुहोस् ल मेरो सयपत्री फुलेको। यहाँ चाहिँ साथीभाइहरू खाली हुँदैछ। यहाँ चाहिँ अब पछौटे बन्दकोपीहरू लगाउँछु होला। मेरो चाहिँ बेसी नै ब्याकपेन भएर चाहिँ मैले चाहिँ अहिले एकदमै कम्ती गरेको छु। यहाँ हेर्नुहोस् न सयपत्री चाहिँ फुल्ने बेलामा चाहिँ फुल्दैन। यति बेला अब यस्तो फुलिरहेछ। मैले खास गरी सिड पनि बिरुवा राख्नुपर्ने छैन। हेर्नु त यस्तो मजाले अहिले फुलिरहेछ है सयपत्रीले त। दिवालीमा चाहिँ फुल्नु छैन हो। अम्बो कत्रो हो यो त। यो डबल रहेछ। यिनीहरू चाहिँ टक्क उयो गरेकिन म काटेर उनिकिन राख्नु पऱ्यो। कस्तो नि अब अस्ति चाहिँ छैन। यसपालि फेरि दसैँ पनि यो हेर्नुहोस् है। अन्त यो चाहिँ सिलामको मलाई थाहा छ सिलामकोबाट यस्तो हुन्छ। तर यो सिलाममा चाहिँ फल्नु चाहिँ पुरा फलेको थियो। भङ्गराले एउटै राख्नु दिएन एउटै यस्तो छ है हो। सयपत्रीले चाहिँ अहिले फुलिरहेको छ है। अहिले फुलिरहेको छ। भमरा पनि कुदिरहेको छु हो। अन्त यो चाहिँ अचम्मको कुरा चाहिँ अर्को चाहिँ यहाँ हेर्नुहोस् न आरुसा चाहिँ पुरै फलिरहेछ अहिले। के भएको होला है। यति बेला फलिरहेछ आरुसाले पुरै रातो पनि भइरहेछ। अस्ति एक दुईवटा त पाकेको पनि थियो हो। ए होइन एक दुईवटा त होइन मैले खाएको थिएँ कि गुलियो थिएँ फेरि पछाडि खाएको त मिलो। यहाँ हेर्नुहोस् है यताबाट देख्नुहोस् ल मेरो यो चाहिँ सयपत्री हेर्नुहोस् है फुलेको। अस्ति दसैँमा चाहिँ फुल्दैन दिवालीमा चाहिँ अहिले पो फुलेर लछप्रै फुलिरहेको छ। यस्तो भइरहेछ साथीहरू। म चाहिँ यहाँ आइपुगिसकेको छु है। यहाँ तलको है देखाएपछि अब सबै पनि देखाउनु मन लाग्छ है। अन्त हालत चाहिँ हेर्नुहोस् यहाँ हेर्नुहोस् होला है यस्तो झाड पलाइरहेको छ किनभने चाहिँ अब नभ्याएर हो है एकजनाको हातले। अन्त अब यो चाहिँ टिपिसकेको हो मैले सबै कट गरिसकेर मैले यसरी फेदैमा काटिदिइ पनि सकेको छु। यो फुलहरू चाहिँ रहेको फुलहरू चाहिँ अब मुनि फेदबाट आएको हो। अन्त एकदमै छोटो स्टिक छ। त्यो भएर चाहिँ यसलाई चाहिँ मैले चलाइनँ होइन। कतिवटा कुरा चाहिँ सेलहरू पनि गरेँ। कति चाहिँ अब कट फ्लावरमा सेल गरेँ, कति बुकीहरू बनाएँ। यसो गरेर यताउता गरेर अलिअलि चलाएँ र यस्तो भयो है। अब नेक्स्ट
अब मार्च अप्रिलमा सायद राम्रै हुन्छ होला, जसम्म अब म त्यसलाई अलिकति राम्रो बनाउने कोसिस गर्छु। अब यो मजाले गोडिसकेपछि चाहिँ यसलाई मजाले सबै काट्छु साथीहरू, काट्छु। किनभने यतिकै यो फुल राख्यो भने बोट हेल्दी हुँदैन होइन। यसलाई काटेर चाहिँ अब कोलाई हुन्छ बाँडिदिन्छु। यो छोटो छोटो छ नि त एकदमै, अब बेच्नु पनि मिल्दैन सानो बेसी छोटो भएर। अन्त फेरि त्यति बेलै जब फुल्ने टाइम, कोही कोही त लामो पनि छ, फुल्ने टाइम फुलिरहेको थियो त्यो टाइममा एकदमै बिजी भएर मैले काट्नु पनि पाइनँ। कति चाहिँ अब त्यो लामो स्टिक पनि छ। र यसलाई चाहिँ निकाल्छु, निकालेर चाहिँ अब गाईको गौत सौत लगाएर पानी सानी लगाएर यसलाई चाहिँ स्याहार गरेर राख्छु। फेरि अहिले स्याहार गरिनँ भने चाहिँ फेरि मेरो मार्च अप्रिलमा फुल्नु गाह्रो पर्छ। ल साथीहरू, आजको मेरो ब्लग चाहिँ यस्तै थियो है। तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु सक्नुहुनेछ। अनि ब्लग पनि अब धेरै ग्याप हुँदैछ, अल्छी लाग्छ आजकल त बनाउनु पनि। बनाउनुको दुःख कति साह्रो छ है, दुःख मात्रै हुन्छ। लाइक नआउँछ, लाइक पनि अब आफ्नै साथीभाइहरूले हेर्ने साथीभाइहरू मात्रै हो, अरू त अब त्यस्तै त हो नि है। हाम्रो अब भिडियोको क्वालिटी ठिक नभएको कि भिडियो बनाउनु नजानेको कि हाम्रो भ्युज अब जाँदैन है, अल्छी लाग्छ नि त बनाउनु। ल साथीहरू यस्तै थियो है आजको ब्लग चाहिँ। अनि अब नेक्स्ट ब्लग चाहिँ म तपाईँहरूलाई जेरेनियमको अलिकति अपडेट दिनेछु, के कसो रहेछ मेरो जेरेनियमहरू भनेर। अन्त अहिले चाहिँ अब मेरो यो फुलहरू पनि यस्तो भइरहेको छ, देखाउनु मन लाग्यो होइन, त्यही भएर। अनि जतिजना नयाँ जोडिनु हुँदैछ हजुरहरूले सब्सक्राइब गर्नु नभुल्नु होला, अनि लाइक पनि गर्नु नभुल्नु होला है। यस्तै गार्डनिङ सम्बन्धी के हुन्छ सबै बिजाबीहरू सबै आइ नै रहन्छ। ल आजलाई बिदा दिनुहोस्, हस् साथीहरू, टाटा बाई बाई।